हेलो गाइज वेलकम ब्याक टु माई गजल गाउँले युट्युब च्यानल। फेरि पनि स्वागत छ। ट्र्याक्टर आइपुग्यो धरममा ओत्तेर देख सक्थ्यो आप, यहाँबाट देख्न सकिन्न। यो फाइनली झाँगिर सल्लाह आइपुग्यो। सल्लाहको बन्यो हो हैत्तेरीमा आटोक्ने। यता ज्वाइँ हुनुहुन्छ, उता अगाडि गोपाल दाइ हुनुहुन्छ। फाइनली जान्छु 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 भन्दा भन्दै कहाँ जाने बाटो हो? लत्तेक रहेछ हौ। कहाँ जाने बाटो हो कुन्नी, तर बनाउनु चाहिँ बनाखान। यहाँ चाहिँ सिर जाइदार तर हावा चाहिँ जग्गा चाहिँ भने ज्वाइँ कहाँको हो भनेपछि चिसो चिसोको मुन्तेर त्यही घरै त्यही हो। हरियो टिन्लाको है कालो भएको चाहिँ हरियो टिन्लाको अलि यता हेर्नु कालो कालो भएको नि त टिन। 12 करोडलाई निलो फेरि बना होला। त्यही जग्गा हो क्या। यतातिर त आँपको बुढातिर जम्मै खेत छ, उतातिर फेरि बारी छ। अनि तल कसको बारी हो चाहिँ त्यस्तो? तल खेत पनि त्यही बुढोको क्या त्यो सबै तल बाँझो पनि त्यो नै त्यो त होइन। त्यो त खै त त्यो त डाँडाकट्री कता कताको छन्। डाँडाकट्री कुसुन्नेली कता कता हो। यो ट्र्याक्टर आउने, यो ट्र्याक्टर आउँछ होला क्या बा ठुन्द्रे ठुन्द्रे। आधा त यता कत्नसम्म त ढुङ्गा निकाल्न सक्यो खारे यहाँ। खोले कुसुन्ने खोले खोल क्या आउँछ क्या। यहीँ माथि पनि आएर एकचोटि बर्खामा त एकचोटि झन् पुरा पेलेन गराएको थियो क्या ट्र्याक्टर र हेलिकप्टर बस्नु जस्तो गराएको। कुसुन्ने गाउँ सिरिक्क लाएर चर्याप पारेर हेरौँ न त। तर बर्खामा भइदियो हरियाली हुने हो क्या अब। यस्तो चाहिँ अझै हिउँदमा आइया छ। हिउँदमा आइया छ। यहीँ यो हावा खाने ठाउँ। टक्क म यति सुत्थेँ दिउँसोमा त यस्तो राम्रो हावा लाग्छ नि तलबाट सर फेरि मङ गर्ने त स्वाति त अल्दा होला कि जाइदार कोब्राजेसन घर। तल यो गाउँको नाम चाहिँ के हो? गुफा ढाँडा गुफा पो छ गाउँको नाम त। गुफा ऊ तल रातो त्यो छ त। त्यो एउटा घर लामो टरो सबभन्दा लास्ट लामो घर होला त्यहाँ होइन यही यो कोब्राजेसनको घर। त्यो माने मामा जेठी छोराको घर त्यहाँ किने। अनि यो यतातिर किने। अनि त्यहाँ फेरि अब तिनको त ससुराली यहाँ हो क्या जाइदार त्यही नजिक ससुराल त्यहाँ किने। त्यहाँ किनेर त्यो डाँडाभरि खेत छ नि। बारी कति ठुलो बारी हो यार, वार पार जोते रहेछ त्यहाँ। कहाँ त बारी? अच्छा त्यो कुसुनी छ। दखरा स्कुल त देखिन्न क्या हो, देखिँदो रहेछ अलिअलि देखिँदो रहेछ। स्कुल टाढा भयो कुसुनी जान्छ भने त लहरा हावा। यहाँ माथि निस्किनुपर्छ, माथि तल रुपाको डाँडा पुग्नुपर्छ तल। कति भिडो हुनुपर्ने यार, खतरा भिड चाहिँ। खतरा होइन, यता पर छ नि त्यो गर्ज्याङ हो। यो ठुलो गरी हो, पर गर्ज्याङ हो। ठुलो गरी त अब त्यहाँ जानेसम्म त क्षमता छैन। मान्छे मरिहाल्छ होला यहाँबाट भरि मैले पहिला पनि फोटो खिचेको थिएँ। सानो ठुला छ भयो कि सल्लाह। घर त चुत्त छन् त्यहाँबाट भयो आएको त। यो हाम्रो कुसुन्ने गाउँ। जता जता देखाउनु पर्ने छ त्यता देखाइसकियो। ए ट्र्याक्टर यहाँ आइपुगेछ यार। ट्र्याक्टर ल्याउँछ तर ल्याउँछ कता ल्या यहाँ रोकेछ। खास त्यहाँ किन रोक्छ? हिजो नि रोकिरहेको थियो त्यही चिज खै डाँडाकट्री हो के हो? त्यो डाँडाकट्री हो नि, यही त होला। डाँडाकट्री यही हो, डाँडाकट्री यही हो। ऊ बाहिर तिल्केनी यो कुसुन्ने गाउँ चाहिँ ठुलो छ। कुसुन्ने अनि धेरै जस्तो सरकारी टिन लगाछन्। यता त अब झाइसला डाँडा अनि यो चाहिँ झागिर सल्लो चाहिँ हेर्नु
माण्डवी गाउँपालिका 4 यस ल ट्याक्क बाई बाई